पछिल्लो 5 वर्षको तथ्याङ्क हेर्ने हो भने नेपालको निर्यातमा ठूलो सम्भावना र चुनौती दुवै देखिन्छ। विशेष गरी भटमासको तेलको निर्यातले रेकर्ड तोड्यो। तर यहाँ एउटा ट्विस्ट के छ भने यो तेलको कच्चा पदार्थ हामीले विदेशबाटै आयात गर्छौँ। यो नेपालका लागि ठूलो चुनौती हो। उदाहरणका लागि नेपालले $11.4 बिलियन आयात गर्यो, तर केवल $1.30 बिलियन मूल्यको वस्तुहरू निर्यात गर्यो। आर्थिक वर्ष 2075-76 अर्थात् सन् 2018-19मा नेपालले $819 मिलियन को वस्तु निर्यात गर्यो। यो रकम नेपाली रुपैयाँमा लगभग 90.09 अरब रुपैयाँ थियो। यो ठूलो रकम हो, तर आयातको तुलनामा यो मात्र 8% थियो। त्यस्तै आर्थिक वर्ष 2076-77 अर्थात् सन् 2019-20मा विश्वव्यापी महामारीले निर्यात $673 मा झर्यो र यो रकम नेपाली रुपैयाँमा लगभग 79.41 अरब रुपैयाँ हो, जुन अघिल्लो वर्षभन्दा 18% कम थियो। त्यस्तै आर्थिक वर्ष 2077-78 अर्थात् सन् 2020-21मा निर्यातमा एकदमै उछाल आयो, $1.24 बिलियन पुग्यो। यो रकम नेपाली रुपैयाँमा लगभग 145.08 अरब रुपैयाँ हो। विशेष गरी भटमासको तेलको निर्यातले रेकर्ड तोड्यो। तर यहाँ एउटा ट्विस्ट के छ भने यो तेलको कच्चा पदार्थ हामीले विदेशबाटै आयात गर्छौँ। त्यस्तै आर्थिक वर्ष 2078-79 अर्थात् सन् 2021-22मा निर्यात $1.66 बिलियन पुग्यो र यो रकम नेपाली रुपैयाँमा लगभग 199.2 अरब रुपैयाँ हो। तर त्यसको ठ्याक्कै अर्को वर्ष चाहिँ 21.4 घटेर $1.30 बिलियन मा हाम्रो निर्यात झर्यो। अब अन्त्यमा आर्थिक वर्ष 2081-82 अर्थात् सन् 2025मा अहिले 7 महिनासम्म निर्यात $744 मिलियन पुग्यो, जुन अघिल्लो वर्षको तुलनामा 31.8%ले बढी हो। यो रकम नेपाली रुपैयाँमा लगभग 98.97 अर्ब रुपैयाँ हुन आउँछ। तर अचम्मको कुरा, यो अवधिमा व्यापार घाटा चाहिँ $5.44 बिलियन थियो। अब हेरौँ हामीले आयात गरेको पछिल्लो 5 वर्षको तथ्याङ्क। आर्थिक वर्ष 2075-76 अर्थात् सन् 2018-19मा नेपालको आयात लगभग $11 बिलियन थियो। त्यस्तै आर्थिक वर्ष 2076-77 अर्थात् सन् 2019-20मा नेपालको आयात लगभग $9.5 बिलियन थियो। त्यस्तै आर्थिक वर्ष 2077-78 अर्थात् सन् 2020-21मा नेपालको आयात लगभग $9.74 बिलियन थियो। त्यस्तै आर्थिक वर्ष 2078-79 अर्थात् 2021-22मा नेपालको आयात लगभग $15.8 बिलियन थियो। त्यस्तै आर्थिक वर्ष 2079-80 अर्थात् सन् 2022-23मा नेपालको आयात लगभग $11.4 बिलियन थियो। आर्थिक वर्ष 2081-82 अर्थात् सन् 2024-2025 हाल 7 महिनासम्म नेपालको आयात लगभग $7.9 बिलियन छ। नेपालले विश्व बजारमा यति धेरै सम्भावना बोकेको छ, तर हाम्रो आयात निर्यातको 10 गुणा बढी छ। भटमासको तेलको निर्यात झन्डै 10,000%ले बढेको छ, तर कच्चा पदार्थ विदेशबाटै ल्याउनुपर्छ। यो तथ्यले हामीलाई सोच्न बाध्य बनाउँछ कि के हामीले आफ्नै उत्पादनमा जोड दिने कि? अब कुरा गरौँ व्यापार घाटाको। व्यापार घाटा तब हुन्छ जब कुनै देशले निर्यात गरेको भन्दा धेरै मूल्यको वस्तु आयात गर्छ। यो नेपालका लागि ठूलो चुनौती हो। उदाहरणका लागि गत आर्थिक वर्ष
विक्रम सम्वत 2079-80 अर्थात् सन् 2022-23मा नेपालले 11.4 बिलियन डलर मूल्यको वस्तुहरू जस्तै पेट्रोलियम, सवारी साधन, धान इत्यादि आयात गर्यो। तर केवल 1.30 बिलियन डलर मूल्यको वस्तुहरू जस्तै भटमासको तेल, पस्मिना र कार्पेट निर्यात गर्यो। फलस्वरूप व्यापार घाटा 10.1 बिलियन डलर भयो। यो ठुलो अन्तरले हाम्रो अर्थतन्त्रमा दबाव सृजना गर्छ र हामीलाई स्वदेशी उत्पादनमा जोड दिनुपर्ने आवश्यकता देखाउँछ। अब हामी हेर्दैछौँ नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरू। पहिलो नम्बरमा रहेको छ कृषिजन्य र हर्बल वस्तुहरू। नेपालको पहिलो र सबैभन्दा गर्विलो निर्यात क्षेत्र हो कृषिजन्य र हर्बल वस्तुहरू। हाम्रो हिमाल, पहाड र तराईको उर्वर भूमिले विश्व बजारमा हाम्रा उत्पादनहरूलाई विशेष बनाउँछ। नेपालको कुल निर्यातमा कृषिजन्य वस्तुहरूको हिस्सा लगभग 10-12% छ, जसले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिन्छ। र यहाँ केही प्रमुख वस्तुहरू छन्। पहिलो नम्बरमा आउँछ अलैँची। नेपाल विश्वकै ठुला अलैँची उत्पादक मध्ये एक हो, जसको उत्पादन मुख्य रूपमा पूर्वी पहाडी जिल्लाहरू जस्तै ताप्लेजुङ, पाँचथर र इलाममा हुन्छ। आर्थिक वर्ष 2081-82 को पहिलो 11 महिनामा मात्र 4000 टनभन्दा बढी प्रिमियम अलैँची निर्यात भयो, जसबाट रु 7.18 अरब कमाइयो, जुन अघिल्लो वर्षको तुलनामा 9.6%ले बढी हो। यो मसला भारत, बङ्गलादेश र मध्यपूर्वमा निकै लोकप्रिय छ, जहाँ यसलाई मसला र औषधिको रूपमा प्रयोग गरिन्छ। तर दुःखको कुरा पछिल्ला वर्षहरूमा अलैँचीको निर्यात घट्दै गएको छ, जसको मुख्य कारण जलवायु परिवर्तन, रोगहरू जस्तै रिजोम रोड र अन्तर्राष्ट्रिय मूल्यमा उतार चढाव हो। नेपालले वार्षिक रूपमा 7000 टनभन्दा बढी अलैँची उत्पादन गर्छ, तर निर्यात मूल्य घट्दा किसानहरू प्रभावित भएका छन्। दोस्रो नम्बरमा रहेको छ जडीबुटीहरू। हिमालयका जडीबुटीहरू जस्तै यार्सागुम्बा, जटामासी, शिलाजित र तुलसी विश्व बजारमा आयुर्वेदिक औषधिका लागि मागिन्छन्। यार्सागुम्बालाई हिमालयन भाइग्रा भनेर पनि चिनिन्छ र यसको निर्यात मूल्य प्रति किलोग्राम 20,000 अमेरिकी डलरसम्म पुग्छ। तर अवैध व्यापार र संरक्षण चुनौतीहरू छन् यसमा। त्यस्तै जटामासीबाट बनेको आवश्यक तेल मस्तिष्क स्वास्थ्य र तनाव कम गर्न प्रयोग हुन्छ, जसको निर्यात मुख्य रूपमा भारत र चीनतर्फ हुन्छ। शिलाजितलाई ऊर्जावर्धकको रूपमा र तुलसीलाई रोग प्रतिरोधक औषधिमा प्रयोग गरिन्छ। यी वस्तुहरूको निर्यातले नेपालको जैविक सम्पदालाई विश्वमाझ चिनाएको छ। तर कुल मेडिसिनल एन्ड एरोमेटिक प्लान्ट्स निर्यात मूल्य 2014मा 60 मिलियन डलर पुगे पनि हालका वर्षहरूमा 20 प्रमुख प्रजातिहरूले 80% व्यापार ओगटेका छन्। नेपालबाट वार्षिक 100भन्दा बढी जडीबुटी प्रजातिहरू व्यापार हुन्छन्, तर अवैध सङ्कलन र गुणस्तर प्रमाणीकरणको कमी नै यसको प्रमुख चुनौती हो। अर्को रहेको छ चिया। इलाम र दार्जिलिङको अर्ग्यानिक चियाले विश्व बजारमा आफ्नो स्थान बनाएको छ, जसलाई नेपाल टी ब्रान्ड अन्तर्गत प्रवर्धन गरिन्छ। इलाम जिल्ला नेपालको चियाको राजधानी हो, जहाँ अर्ग्यानिक र अर्थोडक्स चिया उत्पादन हुन्छ, जसको स्वाद दार्जिलिङ चियासँग मिल्दोजुल्दो छ। नेपालले वार्षिक 23,000 टन चिया उत्पादन गर्छ, तर निर्यात मात्र 10% हुन्छ। प्रशोधित चियाको निर्यातमा नेपालले 50% मूल्य अभिवृद्धि गर्नुपर्छ, जसले अनुदान पनि पाउँछ। सरकारले मूल्य अभिवृद्धि भएका चिया उद्योगलाई 4% नगद अनुदान दिन्छ। यो क्षेत्रमा थप प्रमाणीकरण जस्तै अर्ग्यानिक सर्टिफिकेसनले युरोप र अमेरिकामा निर्यात बढाउन सक्छ, तर परीक्षण प्रयोगशालाको कमी र प्रतिस्पर्धा यसको चुनौती हो। कफी। पहाडी भेगका साना किसानहरूले उत्पादन गर्ने अर्ग्यानिक कफी युरोप र अमेरिकामा लोकप्रिय छ, जसको उत्पादन मुख्य रूपमा गुल्मी, स्याङ्जा र नुवाकोट जिल्लामा हुन्छ। नेपालमा कफी खेती 4309 हेक्टरमा फैलिएको छ,
जसबाट वार्षिक 517 टन जति उत्पादन हुन्छ। तर निर्यात मात्र 106 टन छ, जबकि अन्तर्राष्ट्रिय माग लगभग 8000 टन छ। आर्थिक वर्ष विक्रम सम्वत 2079-80मा 77 टन कफी निर्यात भयो, जसको मूल्य रु 96 मिलियन थियो। यो क्षेत्रमा थप लगानीको सम्भावना छ, किनकि अर्ग्यानिक कफीले उच्च मूल्य प्रति किलोग्राम $10 पाउँछ, तर परीक्षण र ब्रान्डिङको कमीले निर्यात सीमित छ। अमरुद, अदुवा र लसुन यी तरकारी र फलफुलहरू भारत र तेस्रो मुलुकमा निर्यात हुन्छन्, तर माग अनुसार उत्पादन कम छ। अदुवाको निर्यात मुख्य रूपमा भारततर्फ हुन्छ, जसको मूल्य वार्षिक $100 मिलियन भन्दा बढी छ। तर PFA पेस्टिसाइड्स रेसिड्यू मुद्दा र भारतीय प्रतिबन्धले बेला बेलामा निर्यात रोक्ने समस्या छ। लसुन र अमरुद पनि तराई क्षेत्रबाट भारत निर्यात हुन्छन्, तर गुणस्तर नियन्त्रण, भण्डारण सुविधाको कमी र जलवायु प्रभावले उत्पादन घटेको छ। नेपालको कुल तरकारी निर्यातमा यी वस्तुहरूको हिस्सा 15% छ, तर प्रमाणीकरण र यातायात चुनौतीले किसानहरू प्रभावित छन्। यी वस्तुहरूले नेपालको प्राकृतिक सम्पदालाई विश्वमाझ चिनाएका छन्, तर चुनौती पनि छन्, जस्तै गुणस्तर नियन्त्रण, अर्ग्यानिक प्रमाणीकरण, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्नु। सरकारले MAPS र कृषि निर्यातलाई बढावा दिन अनुदान र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ र गर्दै आएको थियो, जसले भविष्यमा निर्यात दोब्बर हुन सक्ने आशा राख्न सकिन्छ। अब हामी हेर्नेछौँ हस्तकलाका वस्तुहरू। नेपालको हस्तकलाले विश्व बजारमा हाम्रो सांस्कृतिक पहिचान बोकेको छ। हातले बनाएका यी वस्तुहरूले कला र परम्परालाई जीवन्त राख्छन्। नेपालको कुल निर्यातमा हस्तकलाको हिस्सा लगभग 14देखि 16% सम्म छ, जसले हजारौँ साना उद्यमी र कालीगरहरूलाई रोजगारी दिएको छ। आर्थिक वर्ष 2080-81मा हस्तकला निर्यातबाट रु 3.26 अर्ब कमाइयो, जसमा धातुजन्य वस्तुहरूको हिस्सा रु 90.18 करोड, उनी उत्पादन रु 19.53 करोड र नेपाली कागजजन्य वस्तुहरू रु 18.53 करोड थियो। यो क्षेत्रले पर्यटन र सांस्कृतिक सम्पदालाई जोडेर अर्थतन्त्रमा योगदान दिन्छ, तर युवा पुस्ताको कम रुचि, कच्चा पदार्थको अभाव र अन्तर्राष्ट्रिय प्रमाणीकरणको कमी नै यसको प्रमुख चुनौती हो। पहिलो नम्बरमा रहेको छ पस्मिना। पस्मिना सलहरू युरोप, अमेरिका र जापानमा निकै लोकप्रिय छन्, जसलाई च्याङ्ग्रा बाख्राको ऊनबाट बनाइन्छ। नेपालबाट पस्मिनाको निर्यात सन् 2021मा $19.31 मिलियन पुग्यो, तर लक्ष्य सन् 2026सम्म $75 मिलियन पुर्याउने छ। मुख्य उत्पादन क्षेत्र हिमाली जिल्लाहरू जस्तै मुस्ताङ र जुम्ला हुन्, जहाँ वार्षिक 100 टनभन्दा बढी ऊन उत्पादन हुन्छ। यी वस्तुहरूमा 30% मूल्य अभिवृद्धि भएमा सरकारले 4% अनुदान दिन्छ, जसले गुणस्तरीय उत्पादनलाई प्रोत्साहन गर्छ। तर चुनौतीहरू छन्, जस्तै कच्चा ऊनमा पोलिप्रोपिलिन मिसावट, गुणस्तर परीक्षणको कमी र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, जसले निर्यात घटाएको छ। नेपालमा पस्मिना उत्पादक सङ्घले ब्रान्ड प्रमोसन गर्दैछ, तर प्याकेजिङ र भन्सार समस्याले किसानहरूलाई प्रभावित गर्छ। अर्को रहेको छ ढाका कपडा र टोपी। ढाका कपडा र टोपी नेपालको सांस्कृतिक पहिचान हुन्, जसलाई हातले बुनेर बनाइन्छ। यी वस्तुहरू भारत र बङ्गलादेशमा निर्यात हुन्छन्, जहाँ ढाकाका टोपीको माग विवाह र सांस्कृतिक कार्यक्रममा उच्च छ। पाल्पा जिल्ला ढाका उत्पादनको राजधानी हो, जसमा 1950को दशकबाट उद्योग फस्टाएको थियो र वार्षिक 50,000 मिटरभन्दा बढी कपडा उत्पादन हुन्छ। नेपालको कुल ढाका निर्यातमा टोपी र कपडाको हिस्सा 10% छ, तर सठिक मूल्य रु 50 करोडभन्दा बढी अनुमान गरिन्छ। तर चुनौतीहरू छन्, जस्तै मेसिनरीबाट बुनिएका सस्ता कपडासँग प्रतिस्पर्धा, युवा कालीगरको कमी र कच्चा धागोको अभाव, जसले उत्पादन घटाएको छ।
सरकारले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ, तर निर्यात बढाउन ब्रान्डिङ र बजार विस्तार पनि उत्तिकै जरुरी छ। थानका चित्रहरू र बुद्ध मूर्तिहरू। बौद्ध धर्मसँग जोडिएका थानका र बुद्ध मूर्तिहरू युरोप र अमेरिकामा मागिन्छन्, जसलाई हातले चित्रित गरेर बनाइन्छ। थानका चित्रको मूल्य 150 अमेरिकी डलरबाट सुरु भएर हजारौँ डलरसम्म पुग्छ, जसमा बौद्ध देवी देवताको विस्तृत चित्रण हुन्छ। नेपालबाट थानका निर्यातको मूल्य वार्षिक 5 मिलियन डलरभन्दा बढीको अनुमान छ। यो मुख्य रूपमा काठमाडौँ र भक्तपुरका कालीगढहरूबाट बनाइन्छ। बुद्ध मूर्तिहरू रेसिन वा धातुबाट बनाइन्छन्, जसको मूल्य 20 डलरबाट सुरु हुन्छ र पर्यटकले सजावटका लागि किन्ने गर्छन्। यो क्षेत्रले सांस्कृतिक पर्यटनलाई बढावा दिन्छ र यसका चुनौतीहरू जस्तै नक्कली उत्पादनको बाढी, कालीगढ प्रशिक्षणको कमी र अन्तर्राष्ट्रिय प्रमाणीकरण, जसले मूल्य घटाएको छ। थानका कलाको संरक्षणका लागि गैर सरकारी संस्थाहरूले कार्यशाला पनि सञ्चालन गर्ने गर्छन्। काठ र धातुका सामग्री। हस्तनिर्मित काठ र धातुका मूर्तिहरूले सजावट सामग्रीको रूपमा पर्यटक र अन्तर्राष्ट्रिय बजारलाई आकर्षित गर्छ। धातुजन्य हस्तकलाको निर्यात आर्थिक वर्ष विक्रमसम्वत 2080-81 रु 90.18 करोड पुग्यो, जसमा बौद्ध मूर्ति र सजावट वस्तुहरू छन्। काठका सामग्री निर्यात पनि वार्षिक 2 मिलियन डलरभन्दा बढी छ, मुख्य रूपमा चीन र युरोपतर्फ। यसको उत्पादन क्षेत्र भक्तपुर र पाटन हुन्, जहाँ परम्परागत कला प्रयोग गरिन्छ। तर यहाँका चुनौतीहरू जस्तै कच्चा काठको अभाव, पर्यावरणीय नियमहरू, प्याकेजिङ समस्या र भन्सारमा मिसह्यान्डलिङ, जसले गुणस्तर प्रभावित गर्छ। यो क्षेत्रले 50,000 भन्दा बढी कालीगढहरूलाई रोजगारी दिएको छ, तर युवा पुस्ताको कम रुचिले भविष्यमा समस्या निम्त्याउन सक्छ। हस्तकलाको निर्यातले साना उद्यमी र कालीगढहरूलाई रोजगारी दिएको छ, तर बजार विस्तार, गुणस्तर प्रमाणीकरण र युवा परीक्षणमा ध्यान दिनु उत्तिकै जरुरी छ। सङ्घीय हस्तकला महासङ्घ FHAN ले अन्तर्राष्ट्रिय मेला र अनुदान कार्यक्रम सञ्चालन गर्दछ, जसले निर्यातलाई दोब्बर बनाउने सम्भावना निकट भविष्यमा रहेको छ। अब हामी हेर्नेछौँ उद्योगजन्य वस्तुहरू। नेपालको उद्योग क्षेत्र पनि निर्यातमा ठूलो योगदान दिइरहेको छ। नेपालको कुल निर्यातमा औद्योगिक वस्तुहरूको हिस्सा लगभग 55 देखि 60% छ, जसमा तयारी, कपडा, कार्पेट र सिमेन्ट जस्ता उत्पादनहरू मुख्य छन्। आर्थिक वर्ष 2081-82 को पहिलो 7 महिनामा औद्योगिक निर्यात 46.5% ले बढेर रु 127.20 अर्ब पुग्यो। तर यो मुख्य रूपमा भटमासको तेल जस्ता प्रशोधित वस्तुहरूबाट आएको हो। यो क्षेत्रले 10 लाख भन्दा बढी रोजगारी सृजना गरेको छ, तर ऊर्जा अभाव, कच्चा पदार्थको आयात निर्भरता र अन्तर्राष्ट्रिय प्रमाणीकरणको कमी चुनौती हो। यहाँ केही प्रमुख औद्योगिक वस्तुहरू चाहिँ निम्न अनुसार छन्। पहिलो नम्बरमा रहेको छ भटमासको तेल। भटमासको तेल नेपालको प्रमुख निर्यात वस्तु हो, जसलाई आयातित भटमासबाट प्रशोधन गरेर भारतमा निर्यात गरिन्छ। आर्थिक वर्ष 2080-81 अर्थात् सन् 2023-24 भटमासको तेल निर्यात 155.2 मिलियन अमेरिकी डलर पुग्यो, जुन कुल निर्यातको 12.2% हो र अघिल्लो वर्षको तुलनामा यो 10,000% ले बढी बढेको थियो। मुख्य उत्पादन क्षेत्र तराईका जिल्लाहरू जस्तै मोरङ र सुनसरी हुन्। यहाँ 20 भन्दा बढी प्रशोधन कारखाना छन् र वार्षिक 5 लाख टनभन्दा बढी तेल उत्पादन हुन्छ। यो क्षेत्रले मुख्य रूपमा भारतमा निर्यात गर्छ, तर चुनौतीहरू छन्, जस्तै कच्चा भटमासको आयात निर्भरता, अर्जेन्टिना र ब्राजिलबाट मूल्य उतार चढाव र भारतीय गुणस्तर मापदण्ड, जसले निर्यातलाई प्रभावित गर्छ। यो वस्तुले नेपालको व्यापार घाटा घटाउन मद्दत गरेको छ, तर स्वदेशी उत्पादन बढाउन जरुरी छ। रेडिमेड कपडा। तयारी पोसाकले एक समय विश्व बजारमा ठूलो हिस्सा ओगटेको थियो।
विशेष गरी एमएफए कोटा प्रणाली 2005मा हटेकोले अमेरिका र युरोपमा निर्यात बढाएको थियो, तर अहिले कोटा हटेपछि निर्यात घट्दै गएको छ। आर्थिक वर्ष 2080-81 पहिलो 9 महिनामा रेडिमेड कपडाको निर्यात रु 9 अरब पुग्यो, जुन अघिल्लो वर्षको तुलनामा 15.9% बढियो, तर पूर्ण वर्षमा यो लगभग 12 अर्ब अर्थात् 90 मिलियन अमेरिकी डलरको अनुमान छ। यसको मुख्य उत्पादन क्षेत्र काठमाडौँ उपत्यका र मोरङ जिल्ला हुन्, जहाँ 1000 भन्दा बढी गार्मेन्ट कारखाना छन्। यो क्षेत्रले मुख्य रूपमा अमेरिका, युरोप र भारतमा निर्यात गर्छ, तर चुनौतीहरू पनि उस्तै छन्, जस्तै चिनिया र बङ्गलादेशी उत्पादनसँग प्रतिस्पर्धा, श्रम लगायत वृद्धि, गुणस्तर परीक्षणको कमी, जसले निर्यातलाई 37.5 मिलियन डलरमा सीमित गरेको छ। सरकारले मूल्य अभिवृद्धि भएका कपडामा अनुदान दिन्छ, तर युवा श्रमिक अभाव र विद्युत समस्याले उद्योगलाई प्रभावित गरेको छ। अर्को रहेको छ कार्पेट। हातले बुनेका उनी कार्पेटहरू जर्मनी, अमेरिका र युरोपमा लोकप्रिय छन्, जसलाई नेपाली ह्यान्डमेड कार्पेट भनेर ब्रान्ड गरिन्छ। आर्थिक वर्ष 2079-80 अर्थात् 2022-23मा कार्पेट निर्यात 89.06 मिलियन अमेरिकी डलर पुग्यो, जुन अघिल्लो वर्षको तुलनामा 21% बढी हो, र 2023मा यो 97 मिलियन डलर पुग्यो। यसको मुख्य उत्पादन क्षेत्र काठमाडौँ र भक्तपुर हुन्, जहाँ 100 भन्दा बढी कारखाना छन् र वार्षिक 50 लाख वर्गफिट कार्पेट उत्पादन हुन्छ। यो क्षेत्रले अमेरिका र युरोपमा निर्यात गर्छ, तर सँगसँगै चुनौतीहरू पनि सामना गर्छ, जस्तै ऊनको अभाव, मेसिनरी बुनेका सस्ता कार्पेटसँग प्रतिस्पर्धा र पर्यावरणीय नियमहरू जसले निर्यात घटाउन सक्छ। नेपाल कार्पेट एक्सपोर्ट्स एसोसिएसनले गुणस्तर प्रमाणीकरण जस्तै गुड वेब सर्टिफिकेटलाई जोड दिइरहेको छ, जसले भविष्यमा निर्यात दोब्बर हुन सक्छ। छाला र जुत्ता चप्पलको निर्यात भारत र तेस्रो मुलुकमा हुन्छ, जसमा छालाजन्य उत्पादनहरू मुख्य छन्। आर्थिक वर्ष 2080-81मा छाला जुत्ताको निर्यात 44.4 हजार अमेरिकी डलर पुग्यो, जुन मुख्य रूपमा मकाउ, क्यानाडा, स्विजरल्यान्डतर्फ गयो। यसको मुख्य उत्पादन क्षेत्र काठमाडौँ र बुटवल हो, जहाँ 850 भन्दा बढी जुत्ता कारखाना छन् र वार्षिक 50 लाख जोडी उत्पादन हुन्छ, तर निर्यात मात्र 10% छ। यो क्षेत्रले भारतमा छाला उत्पादन निर्यात गर्छ, तर चुनौतीहरू छन्, जस्तै कच्चा छालाको अभाव, मुख्य रूपमा आयात, गुणस्तर मापदण्ड पुरा नगर्नु र अन्तर्राष्ट्रिय प्रतिबन्ध जस्तै पेस्टिसाइड रेजिड्यू जसले निर्यातलाई सीमित गरेको छ। सरकारले छाला उद्योगलाई अनुदान दिन्छ, तर ब्रान्डिङ र परीक्षण प्रयोगशालाको कमीले निर्यात बढ्न सकेको छैन। सिमेन्ट, फलाम तथा इस्पातका सामानहरू। सिमेन्ट र इस्पातका सामानहरू पछिल्लो समय निर्यातमा नयाँ सम्भावना बनेका छन्, विशेष गरी भारततर्फ। आर्थिक वर्ष 2080-81मा सिमेन्ट निर्यात 18.3 मिलियन अमेरिकी डलर पुग्यो, जुन पूर्ण रूपमा भारततर्फ गयो, जबकि आयात मात्र 2.01 मिलियन थियो। फलाम र इस्पातको निर्यात पहिलो 7 महिनामा रु 8.63 अर्ब अर्थात् 65 मिलियन अमेरिकी डलर पुग्यो, तर 14.7%ले घट्यो, BIS प्रमाणीकरण ढिलाइका कारण। उदाहरणका लागि प्लाइवुडको निर्यात 2078-79मा 2.6 मिलियन डलरबाट बढेर 2080-81मा 50.1 मिलियन डलर पुग्यो, जसको हिस्सा कुल निर्यातमा 1.13% बढ्यो। मुख्य उत्पादन क्षेत्र नवलपरासी र चितवन, मोरङ र काठमाडौँ हुन्, जहाँ 50 भन्दा बढी सिमेन्ट कारखाना छन् र वार्षिक 20 मिलियन टन उत्पादन हुन्छ। यो क्षेत्रले भारत र भुटानमा निर्यात गर्छ, तर चुनौतीहरू छन्, जस्तै ऊर्जा अभाव, कच्चा पदार्थ, कोइला र लोहा, आयात निर्भरता र भारतीय मापदण्ड जसले निर्यातलाई प्रभावित गर्छ। सरकारले निर्यात अनुदान र पूर्वाधार विकास गर्दैछ, जसले भविष्यमा यो क्षेत्रलाई प्रमुख एउटा निर्यात बनाउन सहयोग पुग्नेछ।
यी वस्तुहरूले नेपालको औद्योगिक सम्भावनालाई उजागर गर्छन्, तर कच्चा पदार्थको आयातमा निर्भरता घटाउन, गुणस्तर प्रमाणीकरण बढाउन र ऊर्जा आपूर्ति सुधार्न एकदमै जरुरी छ। नेपाल व्यापार एकीकरण रणनीति NTIS ले औद्योगिक निर्यातलाई प्राथमिकता दिइरहेको छ, जसले सन् 2030 सम्म निर्यात दोब्बर हुने सम्भावना प्रबल रहेको छ। अब हामी हेर्दैछौँ औषधि तथा सौन्दर्य सामग्रीहरू। नेपालको आयुर्वेदिक र प्राकृतिक सम्पदाले औषधि र सौन्दर्य सामग्रीको क्षेत्रमा ठूलो सम्भावना देखाएको छ। नेपालको कुल निर्यातमा यो क्षेत्रको हिस्सा लगभग 1 देखि 2% छ, जसमा आवश्यक तेल र हर्बल उत्पादनहरू मुख्य छन्। आर्थिक वर्ष 2081-82 मा औषधिजन्य निर्यात लगभग 13.17 मिलियन अमेरिकी डलर पुग्ने अनुमान छ। तर यो क्षेत्रले हिमाली जडीबुटीहरूको उपयोगबाट वार्षिक 10% बढी वृद्धि गर्न सक्छ। यसको मुख्य उत्पादन क्षेत्र तराई र पहाडी जिल्लाहरू हुन्, जस्तै चितवन र इलाम, जहाँ 100 भन्दा बढी प्रशोधन इकाइहरू छन्। यो क्षेत्रले 50,000 भन्दा बढी रोजगारी सृजना गरेको छ, तर गुणस्तर प्रमाणीकरण, नियमन र अन्तर्राष्ट्रिय मापदण्ड जस्तै GMP को कमी नै यसको चुनौती हो। अब यहाँ केही प्रमुख वस्तुहरू छन्। पहिलो नम्बरमा रहेको छ इसेन्सियल ओइल्स। यसमा मेन्था, सिट्रोनेला र युक्लिप्टस तेलहरू विश्व बजारमा मागिन्छन्, जसलाई सौन्दर्य, औषधि र खाद्य उद्योगमा प्रयोग गरिन्छ। नेपालबाट आवश्यक तेलको निर्यात सन् 2020 मा 8.3 मिलियन अमेरिकी डलर थियो, तर 2024-25 मा यो घटेर 3.2 मिलियन डलरमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा 17.8 कम हो। यसको मुख्य उत्पादन क्षेत्र तराई जिल्लाहरू जस्तै झापा र मोरङ हुन्, जहाँ मेन्था तेलको उत्पादन वार्षिक 500 टनभन्दा बढी छ र निर्यात मुख्य रूपमा भारत, युरोप र अमेरिकातर्फ हुन्छ। यो तेलहरूले एन्टिसेप्टिक र एरोमा थेरापीमा प्रयोग हुन्छन्, तर चुनौतीहरू पनि उस्तै छन्, जस्तै कच्चा जडीबुटीको अभाव, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय मूल्य उतार चढाव, जसले निर्यातलाई प्रभावित गर्छ। सरकारले MAPS मेडिसिनल एन्ड एरोमेटिक प्लान्ट्सको लागि अनुदान दिन्छ, तर प्रमाणीकरण जस्तै अर्ग्यानिक सर्टिफिकेट बनाउन जरुरी छ। हर्बल र सौन्दर्य सामग्री। जडीबुटीमा आधारित साबुन, क्रिम र अन्य सौन्दर्य उत्पादनहरू युरोप र अमेरिकामा लोकप्रिय छन्, जसमा हिमाली जडीबुटीहरू जस्तै तुलसी र एलोभेरा प्रयोग हुन्छ। नेपालको सौन्दर्य उत्पादन बजार सन् 2025 देखि 2031 सम्ममा 7.63 CAGR ले बढ्ने अनुमान छ, तर निर्यात सन् 2026 सम्म 15 मिलियन अमेरिकी डलर पुग्नेछ। यसको मुख्य उत्पादन क्षेत्र काठमाडौँ र पोखरा हो, जहाँ 50 भन्दा बढी कम्पनीहरू छन् र वार्षिक 10 मिलियन युनिट उत्पादन हुन्छ, जसमा हर्बल साबुन र क्रिमको हिस्सा 60% छ। यो उत्पादनहरूले प्राकृतिक र अर्ग्यानिक बजारमा माग बढाएको छ, तर समस्याहरू पनि उस्तै छन्, जस्तै गुणस्तर परीक्षणको कमी, प्याकेजिङ समस्या र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जस्तै भारतीय र चिनिया उत्पादनसँग, जसले निर्यातलाई सीमित गरेको छ। नेपाल हर्बल प्रोडक्ट्स एसोसिएसनले ब्रान्डिङ गर्दैछ, तर EU र FDA मापदण्ड पुरा गर्न उत्तिकै जरुरी छ। आयुर्वेदिक औषधि। नेपालबाट आयुर्वेदिक औषधि र हर्बल एक्सट्र्याक्टहरूको निर्यात बढ्दैछ, जसमा च्यवनप्राश, त्रिफला र अन्य हर्बल फर्मुलेसन मुख्य छन्। सन् 2022 मा औषधिजन्य निर्यात 13.17 मिलियन अमेरिकी डलर पुग्यो, जसमा आयुर्वेदिक उत्पादनहरूको हिस्सा 20% अनुमान छ, र सन् 2023 मा यो 1.55 मिलियन अमेरिकी डलर थियो। यसको मुख्य उत्पादन क्षेत्र काठमाडौँ र चितवन हो, जहाँ 200 भन्दा बढी आयुर्वेदिक कम्पनीहरू छन् र वार्षिक 100 टनभन्दा बढी औषधि उत्पादन हुन्छ, जसको निर्यात भारत, युरोप र अमेरिकातर्फ हुन्छ। यो औषधिहरूले स्वास्थ्य र वेलनेसमा प्रयोग हुन्छन् र चुनौतीहरू पनि उस्तै छन्, जस्तै नियमको कमी, अवैध व्यापार र गुणस्तर प्रमाणीकरण जस्तै WHO GMP,
जसले निर्यातलाई प्रभावित गर्छ। सरकारले आयुर्वेद विभाग मार्फत प्रशिक्षण दिन्छ, तर अन्तर्राष्ट्रिय बजार विस्तार गर्न जरुरी छ। समग्र रूपमा भन्ने हो भने यो क्षेत्रमा निर्यात सीमित छ, तर जैविक उत्पादनको माग बढ्दै गएकोले सम्भावना धेरै छ। ग्लोबल हर्बल बजार सन् 2025मा $235.5 बिलियन पुग्ने अनुमानले नेपाललाई फाइदा पुग्न सक्छ। सरकारले NTIS र अनुदान कार्यक्रम सञ्चालन गर्दैछ, जसले भविष्यमा यसको निर्यात बढ्ने आशा गर्न सकिन्छ। अर्को प्रमुख निर्यातको क्षेत्र रहेको छ खाद्य पदार्थहरू। नेपालका खाद्य पदार्थहरूले विश्व बजारमा आफ्नो स्थान बनाएका छन्। नेपालको कुल निर्यातमा खाद्य पदार्थहरूको हिस्सा लगभग 12देखि 15% छ, जसमा प्रशोधित खाद्य र तरकारी उत्पादनहरू मुख्य छन्। आर्थिक वर्ष 2081-82 अर्थात् 2024-25 को पहिलो 7 महिनामा खाद्य निर्यात लगभग रु 15 अरब अर्थात् $112 मिलियन पुग्ने अनुमान छ, जुन अघिल्लो वर्षको तुलनामा 15%ले बढी हो। यसको मुख्य उत्पादन क्षेत्र तराई र पहाडी जिल्लाहरू जस्तै मोरङ, सुनसरी र इलाम हुन्, जहाँ 500 भन्दा बढी खाद्य प्रशोधन इकाइहरू छन्। यो क्षेत्रले 2 लाख भन्दा बढी रोजगारी सृजना गरेको छ, तर गुणस्तर नियन्त्रण, खाद्य सुरक्षा मापदण्ड जस्तै HACCP र अन्तर्राष्ट्रिय प्रमाणीकरणको कमी यसको प्रमुख चुनौती हो। अब हेरौँ केही प्रमुख वस्तुहरू। पहिलो नम्बरमा रहेको छ इन्स्ट्यान्ट नुडल YY। YY नुडल्स भारत र अन्य देशहरूमा निकै लोकप्रिय छ, जसलाई CG फुड्सले उत्पादन गर्छ। नेपालबाट इन्स्ट्यान्ट नुडलको निर्यात सन् 2023मा 1990 सिपमेन्टभन्दा बढी भयो, जसको मूल्य लगभग $50 मिलियन थियो र यो मुख्य रूपमा भारत, बङ्गलादेश र युरोपतर्फ गयो। यसको मुख्य उत्पादन क्षेत्र काठमाडौँ र मोरङ हो, जहाँ वार्षिक 100 मिलियन प्याकेटभन्दा बढी उत्पादन हुन्छ। यो उत्पादनले तयारी खाद्य बजारमा नेपालको ब्रान्ड स्थापित गरेको छ, तर चुनौतीहरू पनि छन्, जस्तै नुन घटाउने प्रयास 10देखि 25%, प्रतिस्पर्धा म्यागी र इपीबाट, र गुणस्तर परीक्षण जसले निर्यातलाई प्रभावित गर्छ। CG फुड्सले 40 देशमा निर्यात गर्छ, तर स्थानीय बजारमा भने यसको बजार हिस्सा घटेको छ। अर्को रहेको छ अचार, जसलाई पिकल पनि भनिन्छ। नेपाली अचारको स्वादले विदेशी बजारमा पनि माग बढाएको छ, जसमा आँप, कागती र मिश्रित तरकारीहरूको। नेपालबाट अचारको निर्यात मुख्य रूपमा भारत र अमेरिकातर्फ, जसमा साना उद्योगहरूको हिस्सा लगभग 70% छ। यसको मुख्य उत्पादन क्षेत्र तराई जिल्लाहरू जस्तै झापा र चितवन हुन्, जहाँ वार्षिक 1000 टनभन्दा बढी उत्पादन हुन्छ। यो उत्पादनले सांस्कृतिक स्वादलाई विश्वमा चिनाएको त छ, तर चुनौतीहरू पनि उस्तै छन्, जस्तै खाद्य सुरक्षा मापदण्ड, प्याकेजिङ समस्या, प्रतिस्पर्धा जसले निर्यातलाई सीमित गरेको छ। सरकारले साना उद्योगलाई अनुदान दिन्छ, तर ब्रान्डिङ बढाउन जरुरी छ। बिस्कुट, चकलेट र क्यान्डी यी उत्पादनहरू साना उद्योगहरूबाट निर्यात हुन्छन्, जसमा सूर्या र CG जस्ता कम्पनीहरू मुख्य छन्। नेपालबाट बिस्कुटको निर्यात सन् 2016मा रु 1.5 अरब अर्थात् $11 मिलियन थियो, तर हाल $20 मिलियन भन्दा बढीको अनुमान छ। यो मुख्य रूपमा भारत र भुटानतर्फ जान्छ। चकलेट र क्यान्डीको निर्यात $5 मिलियन भन्दा बढी छ, जसमा हर्बल आधारित उत्पादनहरू लोकप्रिय छन्। यसको मुख्य उत्पादन क्षेत्र काठमाडौँ र बुटवल हुन्, जहाँ 200 भन्दा बढी कारखाना छन् र वार्षिक 50,000 टन उत्पादन हुन्छ। यो उत्पादनले साना उद्योगको सम्भावना देखाउँछ, तर चुनौतीहरू पनि छन्, जस्तै गुणस्तर नियन्त्रण, सेल्फ लाइफ र अन्तर्राष्ट्रिय मापदण्ड जसले निर्यातलाई प्रभावित गर्छ। FMCG बजारको वृद्धि 20%ले निर्यात बढाउने सम्भावना छ। अर्को रहेको छ भुस खोस्टा अर्थात् एनिमल फिड। पशु आहारको निर्यात पनि बढ्दैछ, जसमा भटमासको भुस र मिश्रित फिड मुख्य छन्। नेपालबाट एनिमल फिडको निर्यात सन् 2023मा $15 मिलियन पुग्यो, मुख्य रूपमा भारत र बङ्गलादेशतर्फ, जुन भटमास प्रशोधनबाट आउँछ। मुख्य उत्पादन क्षेत्र तराई जिल्लाहरू हुन्, जहाँ वार्षिक 1 लाख टनभन्दा बढी उत्पादन हुन्छ। यो उत्पादनले कृषि आधिकारित निर्यात बढाएको छ, तर चुनौतीहरू छन्, जस्तै कच्चा पदार्थ आयात, गुणस्तर प्रशिक्षण
र माग उतार चढाव जसले निर्यातलाई प्रभावित गर्छ। यो क्षेत्रले व्यापार घाटा घटाउन मद्दत गर्छ। हिमालयन डग च्यू। हिमालयन डग च्यू नेपालको याक दुधबाट बनाइने चिज हो, अर्थात् छुर्पी, जसलाई विश्व बजारमा पेट च्यूको रूपमा लोकप्रिय छ। आर्थिक वर्ष 2080-81 अर्थात् 2023-24 यसको निर्यात 1646 टन पुग्यो, जसको मूल्य रु 3.18 अरब अर्थात् 27 मिलियन अमेरिकी डलर थियो। मुख्य रूपमा उत्तर अमेरिकातर्फ यो गयो। यो उत्पादनले नेपालको दुग्धजन्य निर्यातमा नयाँ सम्भावना देखाएको छ, तर चुनौतीहरू छन्, जस्तै गुणस्तर प्रमाणीकरण र उत्पादन स्केलअप। मुख्य उत्पादन क्षेत्र यसको हिमाली जिल्लाहरू जस्तै मुस्ताङ र जुम्ला हुन्, जसले साना किसानहरूलाई फाइदा पुग्छ। मह, हनी। नेपालको प्राकृतिक मह हिमाली क्षेत्रबाट उत्पादन हुन्छ, जसलाई विश्व बजारमा अर्ग्यानिक मह भनेर चिनिन्छ। नेपालबाट महको निर्यात मुख्य रूपमा जापान, युरोप र अमेरिकातर्फ छ, जसमा 20 प्रमुख प्रजातिहरू छन्। यसको मुख्य उत्पादन क्षेत्र चितवन र पहाडी जिल्लाहरू हुन्, जहाँ 50,000 भन्दा बढी माहुरी पालक छन् र वार्षिक 5,000 टन उत्पादन हुन्छ। यो उत्पादनले जैविक बजारमा माग बढाएको छ, तर चुनौतीहरू उस्तै छन्, जस्तै अवैध मिसावट प्रमाणीकरण, EU सर्टिफिकेसन र जलवायु प्रभाव, जसले निर्यातलाई सीमित गरेको छ। सरकारले मह बोर्ड मार्फत प्रशिक्षण दिन्छ। अर्को रहेको छ दाल, लेन्टिल्स। दाल नेपालको प्रमुख खाद्य निर्यात हो, जसमा कालो र रातो दाल मुख्य छन्। नेपालबाट दालको निर्यात सन् 2023 $30 मिलियन अमेरिकी डलरभन्दा बढी थियो। यो मुख्य रूपमा बङ्गलादेश र भारततर्फ जान्छ, जुन विश्वको 5% हिस्सा ओगट्छ। मुख्य उत्पादन क्षेत्र भनेको तराईका जिल्लाहरू, जहाँ वार्षिक 3 लाख टन उत्पादन हुन्छ। यो उत्पादनले कृषि निर्यातलाई मजबुत बनाएको छ, तर चुनौतीहरू छन्, जस्तै जलवायु परिवर्तन, बजार मूल्य उतार चढाव र गुणस्तर नियन्त्रण, जसले निर्यातलाई प्रभावित गर्छ। यो क्षेत्रले किसानहरूलाई फाइदा पुग्छ। र अन्तिममा रहेको छ फलफुलको जुस, फ्रुट जुसेस। फलफुलको जुस जस्तै आम र लिची जुस साना उद्योगबाट निर्यात हुन्छ। नेपालबाट जुसको निर्यात सन् 2023 $5 मिलियन को अनुमान थियो र मुख्य रूपमा भारत र युरोपतर्फ गएको थियो। मुख्य उत्पादन क्षेत्र तराई हो, जहाँ डाबर नेपाल जस्ता कम्पनीहरू छन् र वार्षिक 10,000 टन उत्पादन हुन्छ। यो उत्पादनले प्राकृतिक स्वादलाई चिनाएको छ, तर चुनौतीहरू जस्तै प्याकेजिङ, सेल्फ लाइफ र मापदण्ड जसले निर्यातलाई सीमित गरेको छ। यो क्षेत्र पर्यटनसँग पनि जोडिएको छ। समग्रमा यी वस्तुहरूले नेपालको खाद्य उद्योगको सम्भावना देखाउँछन्, तर गुणस्तर र ब्रान्डिङमा ध्यान दिनु जरुरी छ। नेपालको खाद्य निर्यात सन् 2024 10% बढेको छ, तर ग्लोबल बजारमा प्रतिस्पर्धा बढ्दै गएकोले अनुदान र प्रशिक्षण कार्यक्रम आवश्यक छ, जसले निर्यातको सम्भावनालाई दोब्बर रूपमा बढाउन सक्छ। अब अन्तिममा हामी हेर्दैछौँ अन्य वस्तुहरू। नेपालले केही अनौठा र नयाँ वस्तुहरू पनि निर्यात गर्छ। नेपालको कुल निर्यातमा यो क्षेत्रको हिस्सा लगभग 4 देखि 6% छ, जसमा खनिज, ऊर्जा र स्वास्थ्यजन्य उत्पादनहरू छन्। आर्थिक वर्ष 2081-82 अर्थात् 2024-25 को पहिलो 7 महिनामा यी वस्तुहरूको निर्यात लगभग रु 10 अरब अर्थात् $75 मिलियन पुग्ने अनुमान छ, जुन मुख्य रूपमा विद्युत र खनिजबाट आएको हो। यसको मुख्य उत्पादन क्षेत्र हिमाली र तराई जिल्लाहरू जस्तै सिन्धुपाल्चोक खनिजको लागि र मध्य नेपाल ऊर्जाको लागि, जहाँ 100 भन्दा बढी खानी र ऊर्जा परियोजनाहरू छन्। यो क्षेत्रले 1 लाख भन्दा बढी रोजगारी सृजना गरेको छ, तर पर्यावरणीय नियम, प्रविधि अभाव र अन्तर्राष्ट्रिय मापदण्डको कमी यसको प्रमुख चुनौती हो। अब यहाँ केही प्रमुख वस्तुहरू छन्। पहिलो नम्बरमा रहेको छ खनिज पदार्थहरू। चुनो पत्थर, क्याल्साइट र क्वार्ट जस्ता खनिजहरू भारत र अन्य देशमा निर्यात हुन्छन्, जसलाई सिमेन्ट, काँच र निर्माण सामग्रीमा प्रयोग गरिन्छ। नेपालबाट खनिज निर्यात सन् 2023 लगभग $10 मिलियन पुगेको थियो, जसमा चुनो पत्थरको हिस्सा $686,000 छ र मुख्य रूपमा यो भारततर्फ गएको थियो। यसको मुख्य उत्पादन क्षेत्र उदयपुर, मकवानपुर र पाल्पा जिल्ला हुन्, जहाँ 88 वटा चुनो पत्थर खानी लाइसेन्स छन् र वार्षिक 10 लाख टन भन्दा बढी उत्पादन हुन्छ।
यो खनिजहरूले निर्माण उद्योगलाई सहयोग गर्छ, तर चुनौतीहरू छन्, जस्तै अवैध उत्खनन, पर्यावरणीय प्रभाव र मूल्य उतार चढाव जसले निर्यातलाई प्रभावित गर्छ। सरकारले 30 प्रमुख खनिजहरूको अन्वेषण लाइसेन्स दिएको छ, तर गुणस्तर प्रमाणीकरण बढाउन जरुरी छ। जलविद्युत उपकरण र सेवा, यो क्षेत्र सीमित छ तर भविष्यमा ठूलो सम्भावना छ, जसमा टर्बाइन, जेनेरेटर र मर्मत सेवाहरू निर्यात हुन्छन्। नेपालबाट जलविद्युत उपकरणको निर्यात सन् 2023मा लगभग 2 मिलियन अमेरिकी डलर पुगेको थियो, मुख्य रूपमा भुटान र भारततर्फ, जसमा स्थानीय कम्पनीहरू जस्तै हाइड्रो सोल्युसन्सले भाग लिएका छन्। यसको मुख्य उत्पादन क्षेत्र काठमाडौँ र पोखरा हो, जहाँ 10 भन्दा बढी उपकरण निर्माण इकाइहरू छन् र वार्षिक 50 युनिटभन्दा बढी उत्पादन हुन्छ। यो क्षेत्रले ऊर्जा विशेषज्ञता चिनाएको छ, तर चुनौतीहरू पनि छन्, जस्तै प्रविधि आयात निर्भरता, कुशल श्रमिक अभाव र अन्तर्राष्ट्रिय प्रमाणीकरण जसले निर्यातलाई सीमित गरेको छ। नेपालको कुल स्थापित क्षमता 3602 मेगावाट छ, जसले सेवाहरूको निर्यात सम्भावना बढाउने सम्भावना छ। विद्युत, नेपालले विद्युत पनि निर्यात गर्छ, जसलाई जलविद्युतबाट उत्पादन गरेर भारतमा बेचिन्छ। आर्थिक वर्ष 2023-24मा विद्युत निर्यात रु 16.93 अरब अर्थात् 127 मिलियन अमेरिकी डलर पुग्यो, जसमा 1.94 अर्ब युनिट निर्यात भयो र 2024मा यो 1000 मेगावाट पुग्यो। यसको मुख्य उत्पादन क्षेत्र नेपालका मध्य नदीहरू जस्तै कोशी र गण्डकी हुन्, जहाँ 3602 मेगावाट स्थापित छ र वार्षिक 700 मेगावाटभन्दा बढी निर्यात हुन्छ। यो निर्यातले व्यापार घाटा घटाएको छ, तर चुनौतीहरू छन्, जस्तै मौसमी उत्पादन, प्रसारण लाइन समस्या, भारतीय मूल्य नीति जसले निर्यातलाई प्रभावित गर्छ। नेपालले भारतसँग 28 वर्षको सम्झौता गरेको छ, जसले निर्यात दोब्बर हुने सम्भावना एकदमै प्रबल छ। भेटनरी सामग्री र मास्क, कोभिडपछि मास्क र औषधिजन्य सामग्रीको निर्यात बढेको छ, जसमा पशु औषधि र सर्जिकल मास्क मुख्य छन्। नेपालबाट भेटनरी उत्पादनहरूको निर्यात सन् 2023मा लगभग 1 मिलियन अमेरिकी डलर पुगेको थियो, मुख्य रूपमा यो सामान भारत र युरोपतर्फ, जसमा 2020मा मास्क निर्यात 5 मिलियन डलर पुग्यो, तर अब चाहिँ घटेको छ। यसको मुख्य उत्पादन क्षेत्र काठमाडौँ र चितवन हो, जहाँ 50 भन्दा बढी कम्पनीहरू छन् र वार्षिक 10 मिलियन युनिट मास्क उत्पादन हुन्छ। यो उत्पादनहरूले स्वास्थ्य क्षेत्रलाई सहयोग गर्छ, तर यसको चुनौतीहरू पनि उस्तै छन्, जस्तै गुणस्तर प्रमाणीकरण, WHO, GMP, कच्चा सामग्री आयात र प्रतिस्पर्धा जसले निर्यातलाई सीमित गरेको छ। सरकारले पशु स्वास्थ्य विभाग मार्फत अनुदान दिन्छ, तर अन्तर्राष्ट्रिय बजार विस्तार जरुरी छ। हस्तनिर्मित कागज र फेल्ट उत्पादनहरू, हस्तनिर्मित कागज, लोक्टा पेपर र फेल्ट उत्पादनहरू जस्तै जुत्ता र झोला पनि निर्यात हुन्छन्, जसलाई पर्यावरणीय उत्पादन भनेर चिनिन्छ। नेपालबाट कागज र फेल्टको निर्यात सन् 2023मा लगभग 3 मिलियन अमेरिकी डलर पुगेको थियो। यो मुख्य रूपमा युरोप र अमेरिकातर्फ गएको थियो। यसको मुख्य उत्पादन क्षेत्र सिन्धुपाल्चोक र दोलखा हुन्, जहाँ 100 भन्दा बढी साना उद्योग छन् र वार्षिक 1000 टन उत्पादन हुन्छ। यो उत्पादनहरूले सांस्कृतिक र पर्यावरणीय मूल्य चिनाएको छ, तर चुनौतीहरू छन्, जस्तै कच्चा सामग्री अभाव, गुणस्तर नियन्त्रण र बजार प्रतिस्पर्धा जसले निर्यातलाई प्रभावित गर्छ। यो क्षेत्रले महिला उद्यमीहरूलाई सशक्त बनाएको छ। समग्रमा यी वस्तुहरूले नेपालको विविध निर्यात सम्भावनालाई झल्काउँछन्, तर पर्यावरणीय संरक्षण, प्रविधि विकास र बजार विस्तारमा ध्यान दिनु जरुरी छ। नेपालको खनिज र ऊर्जा निर्यात सन् 2024मा 10%ले बढेको छ, तर ग्लोबल माग बढ्दै गएकोले अनुदान र साझेदारी कार्यक्रम पनि उत्तिकै आवश्यक छ, जसले भविष्यमा निर्यातलाई बढाउन सक्छ। अब हामी हेर्दैछौँ प्रमुख निर्यात गन्तव्य देशहरू। आखिर हाम्रो निर्यात कुन देशमा कति जान्छ? नेपालको निर्यातको सबैभन्दा ठुलो बजार हो भारत। सन् 2023मा नेपालको कुल निर्यातको 77.2% भारततर्फ गयो, जुन 811 मिलियन अमेरिकी डलर बराबर थियो र आर्थिक वर्ष 2081-82 को पहिलो 9 महिनामा यो हिस्सा अझ बढेर 90% नजिक पुगेको छ, किनकि भटमासको तेल जस्तो प्रशोधित वस्तुहरूको निर्यातले रेकर्ड तोडेको छ।
भारतमा मुख्य निर्यात हुने वस्तुहरूमा भटमासको तेल, पोलिस्टर यार्न, चिया, जुटका सामानहरू र रोसिन छन्, जसले नेपालको व्यापारमा महत्त्वपूर्ण भूमिका खेल्छन् तर निर्भरता बढाएको छ। त्यसपछि आउँछ पहिलो नम्बरमा अमेरिका, $140 मिलियन, कुल निर्यातको 10.6%, विशेष गरी पस्मिना, सल, हस्तकला र कार्पेटहरू, जसमा नेपाली सांस्कृतिक उत्पादनहरूको माग बढ्दै गएको छ तर हालका वर्षहरूमा 5%ले घटेको छ। अर्को देश रहेको छ जर्मनी, $38.8 मिलियन, कुल निर्यातको 3.2%, मुख्यतः उनी कार्पेट, हस्तकला र कृषिजन्य वस्तुहरू जस्तै जडीबुटीहरू, जसले युरोपेली बजारमा नेपालको गुणस्तरीय उत्पादनलाई चिनाएको छ। अर्को स्थानमा रहेको छ चीन, $28.2 मिलियन, कुल निर्यातको 2.1%, विशेष गरी काठका सामग्री, खनिज पदार्थहरू र हस्तकलाजन्य उत्पादनहरू, जसको निर्यात 6.7%ले बढेको छ तर सीमा समस्या र प्रतिस्पर्धाले प्रभावित छ। टर्की, बेलायत, फ्रान्स र जापान, यी देशहरूमा कुल निर्यातको 5% हिस्सा छ, जसमा हस्तकला जस्तै थाङ्का, बुद्धमूर्ति, कृषिजन्य वस्तुहरू जस्तै चिया र कफी र पस्मिना निर्यात हुन्छन्। उदाहरणका लागि टर्कीमा कार्पेटको माग बढ्दैछ भने जापानमा आवश्यक तेलहरू लोकप्रिय छन्। अन्य देशहरू इटलीमा हस्तकला, क्यानाडामा जडीबुटी, बङ्गलादेशमा अचार र तरकारी आदि, जसमा कुल निर्यातको 5% हिस्सा छ र विविधीकरणको सम्भावना देखाउँछ। नेपालको निर्यातको 70% भन्दा बढी निर्भरता भारतमा रहेको छ, जसले हामीलाई बजार विविधीकरणको आवश्यकता देखाउँछ। सरकारले नेपाल व्यापार एकीकरण रणनीति NTIS मार्फत युरोप, अमेरिका र एसियाली बजारमा फोकस गर्दै अनुदान र प्रमोसन कार्यक्रम सञ्चालन गर्दैछन् र भविष्यमा निर्भरता घटाउन मद्दत गर्नेछ। अन्त्यमा नेपालको IT क्षेत्र पनि निर्यातमा तीव्र गतिमा अघि बढ्दै गएको छ। सफ्टवेयर विकास, BPO र डिजिटल सेवाहरू विश्व बजारमा आफ्नो स्थान बनाउँदैछन्। सन् 2024मा ICT सेवा निर्यात करिब $112.6 मिलियन पुग्यो, जसले यो क्षेत्रलाई नेपालको सबैभन्दा बढ्दो निर्यात उद्योग बनाएको छ। यद्यपि आधिकारिक सर्वेक्षणहरू अझै सीमित छन्, यो क्षेत्रले युवा रोजगारी बढाएको छ र भविष्यमा सबैभन्दा ठूलो सम्भावना बोकेको क्षेत्र हो यो। यदि तपाईँलाई आजको यो जानकारी उपयोगी लाग्यो भने कृपया लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस् र विश्वज्ञानलाई सब्सक्राइब गर्न नबिर्सिनुहोस्। हामी फेरि आउनेछौँ यस्तै अनौठा र ज्ञानमूलक विषय लिएर।